नमस्ते। आज एनएलपीकै हामी अगाडि चर्चा गर्नेछौँ। एनएलपी भित्रको फ्रेमिङको बारेमा हामी चर्चा गर्नेछौँ। मानव जीवन दैनिक रूपमा उसले आफ्नो व्यवहार गर्दै गर्दाखेरि आफ्नो दैनिक जीवन गुजारा गर्नको लागि उसले जुनसुकै व्यक्ति होस्, धनी व्यक्ति, गरिब व्यक्ति, कर्मचारी, शिक्षक, लेबर, सबै मान्छेहरूले आफ्नो किसिमले विविध किसिमका फ्रेमहरू आफ्नो जीवनमा प्रयोग गरिराखेको हुन्छ। यी फ्रेमहरूलाई चाहिँ हामीले कोपिङ मेकानिजमको रूपमा एनएलपीमा बुझ्छौँ। मानव जीवनमा जानी नजानिकन प्रयोग गरिराखेका 5वटा फ्रेमहरू हेर्न पाइन्छ, देख्न पाइन्छ। ती 5वटा फ्रेमहरूमध्ये कज एन्ड इफेक्ट फ्रेम, त्यसैगरी रिजल्ट भर्सेस एक्सक्युज फ्रेम, त्यसैगरी अर्को छ माइन्ड एन्ड बडी वान सिस्टम, त्यसैगरी अर्को छ पर्सेप्सन इज प्रोजेक्सन र अर्को छ रेस्पोन्सिबिलिटी फ्रेम। यी सबै फ्रेमहरू आफ्नो ठाउँमा महत्त्वपूर्ण छन् र आफ्नो तरिकाले यी सबै फ्रेमहरूले काम गरिराखेको हुन्छ। अब फ्रेमहरू मात्रै भन्दाखेरि हामी सबैलाई के हो त फ्रेम, कसरी प्रयोग गरिराखेको हुन्छ, यसको छोटकरीमा हामीले जान्नै पर्ने हुन्छ। तब मात्रै हामी फ्रेमहरूको बारेमा अलिकति बुझ्न सक्छौँ। सुरुमा जुन कज एन्ड इफेक्ट भन्ने फ्रेम छ, पहिलो नम्बरको फ्रेम, यो फ्रेममा मान्छेले प्रत्येक असक्षमता, उसको जुन आफ्नो असक्षमता हुन्छ, प्रत्येक असफलता हुन्छ, त्यो असफलतामा उसले अन्य व्यक्तिहरूलाई ब्लेमिङ गरिराखेको हुन्छ, अन्य व्यक्तिहरूलाई चाहिँ आरोप लगाइराखेको हुन्छ। यहाँसम्म गर्छ कि व्यक्तिले सबैभन्दा पहिला त मान्छेलाई ब्लेम गर्छ, मान्छेलाई आरोप लगाइराखेको हुन्छ। कुनै कुरामा त्यो असक्षम भयो भने, कुनै कुरामा ऊ फेल भयो भने मान्छेलाई नै आरोप लगाउँछ। त्यसपछि कई वस्तुहरूलाई आरोप लगाउँछ। जस्तै हाम्रो कुनै काम भएन भने हाम्रो हिन्दू संस्कृतिमा पनि छ कि जस्तै बिरालोले बाटो काट्यो, मेरो काम भएन भने बिरालोलाई आरोप लगाइराखेका हुन्छौँ। यद्यपि त्यस्तो होइन, त्यो भएको उसको माइन्डमा जुन एक किसिमको प्याटर्न बनेको छ, त्यो प्याटर्नले गर्दाखेरि उसको काम नभएको हो। तर हामी बिरालोलाई आरोप लगाइराखेका हुन्छौँ। विभिन्न नक्षत्रहरूको बारेमा सोध्छौँ हैन, विभिन्न भगवान रिसाएर भएको भन्ने कुराहरू सोचिराखेका हुन्छौँ, भनिराखेका हुन्छौँ। तर त्यस्तो पटक्कै होइन, किनभने भगवान रिसाएर बिरालो बाटो काटेर नक्षत्रहरूको कारणले गर्दाखेरि हाम्रो काम बिग्रिने होइन। यो पहिलो नम्बरको फ्रेम, मान्छेले यसरी पनि आफ्नो जीवनमा फ्रेमिङ गरिराखेको हुन्छ, आफ्नो जीवनलाई ढालिराखेको हुन्छ, एउटा फ्रेममा ढालिराखेको हुन्छ। दोस्रो फ्रेमको रूपमा हामी रिजल्ट भर्सेस एक्सक्युजको कुरा गर्छौँ। रिजल्ट भर्सेस एक्सक्युज भनेको यो पनि ब्लेम गर्ने नै हो। यो फ्रेम पनि, यो फ्रेममा पनि आरोपित नै गरिराखेको हुन्छ, तर कज एन्ड इफेक्ट भन्दा अलिकति सुधारिएको फ्रेमको रूपमा यसलाई बुझ्न सकिन्छ। यो फ्रेम पनि हामीले प्रयोग गरिराखेका हुन्छौँ। यसमा मान्छेले ब्लेम गरे पनि जस्टिफिकेसन दिइराखेको हुन्छ। यानि कि मैले कुनै पनि काम गर्दाखेरि मेरो काम बिग्रियो, तर यो कारणले बिग्रियो, यानि कि मेरै कारणले पनि बिग्रिएको हुनसक्छ भने केही मात्रामा उसले आफ्नो कारण पनि त्यहाँनिर देखाइराखेको हुन्छ। त्यसलाई चाहिँ हामी कज एन्ड इफेक्टको फ्रेमको रूपमा हामी बुझ्न सक्दछौँ। अर्को छ बडी एन्ड माइन्ड वान सिस्टम। यो फ्रेम प्रायःजसो मान्छेको शरीरमा लाग्ने रोगसित सम्बन्धित, रोगहरू लाग्दाखेरि यो फ्रेममा काम गर्छ मान्छेले। रोगहरू भन्नाले जस्तै हाम्रो बडीमा कुनै समस्या देखियो भने त्यसको प्रत्यक्ष असर हाम्रो माइन्डमा देखिराखेको हुन्छ भने, माइन्डमा कुनै समस्या देखियो भने त्यसको प्रत्यक्ष असर हाम्रो बडीमा देखिराखेको हुन्छ। त्यसकारणले यसलाई चाहिँ हामीले बडी माइन्ड वान सिस्टमको फ्रेमको रूपमा हामीले बुझ्नुपर्ने हुन्छ। यदि यस्तो समस्या आइराखेको छ भने त्यति बेला प्याटर्न ब्रेक टेक्निक भन्ने छ एनएलपीमा, त्यो प्याटर्न ब्रेक टेक्निक लगाएर यस्तो समस्याबाट हामी
सजिलै उम्किन सक्छौँ। जस्तै कुनै व्यक्तिमा रिलेसनले गर्दाखेरि, रिलेसनसिपको कारणले गर्दाखेरि उसमा समस्या आइराखेको छ भने त्यस्तो व्यक्तिलाई कुनै तेस्रो मान्छेले आएर कतै घुमाउन लगेर गयो भने त्यसमा बाहिरको एक किसिमको बाहिरको सिचुएसन, बाहिरको वातावरण यो कारणले गर्दाखेरि त्यसमा नयाँ किसिमको प्याटर्न विकास हुन्छ उसको ब्रेनमा र पुरानो प्याटर्नलाई उसले एक किसिमले भुल्न सक्छ। त्यसैले नै हामीले प्याटर्न ब्रेक टेक्निक भन्छौँ। त्यो टेक्निकले गर्दाखेरि जुन यो बडी एन्ड माइन्ड सिस्टम जुन समस्या भइराखेको छ त्यो समस्यामा अलिकति सहजता आउने गर्दछ। र अर्को छ पर्सेप्सन इज प्रोजेक्सन भन्ने एउटा अर्को फ्रेम पनि मान्छेले आफ्नो जीवनमा लगाइराखेको हुन्छ। पर्सेप्सन एन्ड प्रोजेक्सन भनेको चाहिँ कस्तो हो भने कुनै पनि व्यक्तिको बारेमा बोल्दै गर्दाखेरि या कुरा गर्दै गर्दाखेरि त्यसको सिचुएसन अर्कै भए पनि उसले अर्कै व्याख्या गरिराखेको हुन्छ। जस्तै मेरो जीवनमा कुनै घटना घटिराखेको छ भने त्यो घटनाको व्याख्या अर्को व्यक्तिले, दोस्रो व्यक्तिले हेर्दाखेरि उसले अर्कै किसिमले व्याख्या गरिराखेको हुन्छ। उसको पर्सेप्सन हुन्छ, उसको पर्सेप्सन अलगै पनि हुनसक्छ। मेरो जीवनमा घटेको घटना कुनै अर्को व्यक्तिले त्यसलाई व्याख्या गर्दाखेरि चाहिँ उसले अर्कै त्यस्तो तरिकाले व्याख्या गरिरहेको हुन्छ, नबुझ्ने तरिकाले उसको आफ्नै पर्सेप्सनले व्याख्या गरिराखेको हुन्छ। मेरो सिचुएसन अर्कै हुन्छ तर उसको पर्सेप्सन अर्कै हुन्छ, जसले गर्दाखेरि उसमा मेरो कारणले गर्दाखेरि तेस्रो व्यक्तिमा तनाव भइराखेको हुन्छ हैन। त्यसलाई नै हामीले पर्सेप्सन इज प्रोजेक्सन भन्ने फ्रेमको रूपमा लिइराखेको हुन्छौँ। यस्तो व्यक्तिमा प्रायः जसो माइन्डले जे कुराहरू सोचिराखेको छ, मेरो माइन्डले जे कुराहरू सोचिराखेको छ अर्को व्यक्तिले त्यस्तो कुराहरू नसोच्न सक्छ। त्यही एउटै सिचुएसनको बारेमा अलग अलग कुराहरू को व्याख्या प्रत्येक व्यक्तिमा अलग अलग व्याख्या भइराखेको हुन्छ हैन, जसले गर्दाखेरि मान्छे तनावपूर्ण भइराखेको हुन्छ। र अन्तिम फ्रेम छ रेस्पोन्सिबिलिटी फ्रेम। सबैभन्दा राम्रो फ्रेमको रूपमा रेस्पोन्सिबिलिटी फ्रेमलाई लिन सकिन्छ। हाम्रो जीवनमा कुनै पनि घटनाहरू घट्छन् भने ती घटनाहरूलाई एक्सेप्ट गर्ने काम यदि हामीले गर्न सक्यौँ भने त्यसलाई चाहिँ हामीले लिन सक्ने आफूसित लिन सक्ने कामहरू गर्न सक्यौँ भने त्यो व्यक्ति दुखित हुँदैन है। प्रत्येक कुराहरूलाई चाहिँ हामीले एक्सेप्ट गर्ने। जस्तै कुनै कामहरू भइहाल्यो भने भइसकेपछि त्यसलाई चाहिँ हामीले पुरानै अवस्थामा फर्काउन सक्दैनौँ। त्यसैले रेस्पोन्सिबिलिटी फ्रेमले के भन्छ भने एक्सेप्ट गर्ने। धेरै जस्तो व्यक्तिहरूको बानी हुन्छ कुनै पनि कामहरू भइसकेपछि त्यो नराम्रो होस् या राम्रो होस्, पोजिटिभ होस् या नेगेटिभ होस्, दुईटै कुराहरू यदि एक्सेप्ट गर्न सक्यो भने पोजिटिभ त एक्सेप्ट आफै पनि गरिहाल्छ व्यक्तिले, तर नेगेटिभ कुराहरूलाई पनि उसले उसको जीवनमा नचाहेको कुराहरू कुनै घटना घटिहाल्यो भने पनि त्यसलाई यदि एक्सेप्ट गर्न सक्छ भने त्यो फ्रेमले उसलाई दुखित तुल्याउँदैन। यदि नेगेटिभ घटना घटेको छ त्यसलाई एक्सेप्ट गर्न सकिराखेको छैन भने त्यति बेला उसमा विभिन्न किसिमका तनावहरू पैदा हुन्छ। अब एक्सेप्ट गर्ने भन्दैमा सबै कुराहरू एक्सेप्ट गरेर त्यतिकै बसिराख्ने पनि होइन। एक्सेप्ट गर्ने, त्यसपछि नयाँ एक्सनहरू लिइसकेपछि त्यो कामको अधुरो रहेको अन्य कुराहरू नयाँ कसरी अगाडि बढ्ने त भन्ने कुराहरू त्यो एक्सेप्टेन्सले हामीलाई सिकाउँछ। यी 5वटा फ्रेमहरू यदि हामीले राम्रोसित बुझ्यौँ भने हाम्रो जीवनमा भइराखेका घटनाहरू यी 5वटा फ्रेमहरू भित्रै रहेर प्रत्येक व्यक्तिले यो 5वटा फ्रेमहरू बाहेक कुनै पनि नयाँ 6औं फ्रेम कुनै पनि छैन। यी फ्रेमहरू भित्र रहेर मात्रै कुनै पनि व्यक्तिले आफ्नो दैनिक कामहरू गरिराखेको हुन्छ। बाँकी अर्को भिडियोमा मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरी सहयोग गरिदिनु होला। धन्यवाद।